एकैछिन यो भिडियोलाई ध्यान दिएर हेर्नुस् त। यो भिडियोमा बताएको यदि तपाईलाई समस्या त्यस्ता छन् भनेदेखि स्वास्थ्य सम्बन्धी समस्या कसरी उपचार गर्ने, कसरी खाने, कसरी प्रयोग गर्ने भन्ने बारेमा बताइएको यो भिडियो एकदमै ध्यान दिएर सुन्नु होला र पेजलाई लाइक गर्न पनि नबिर्सनु होला। तपाईहरुलाई आज एउटा हानि यो झार अथवा घाँस लिएर आएको छु। यसलाई ढोडे घाँस पनि भनिन्छ है। तपाईहरुतिर यसलाई के भनिन्छ कमेन्ट गर्नु होला। र यसको चाहिँ महत्व चाहिँ के छ भन्दाखेरि जसको आन्द्रामा घाउ छ अथवा आन्द्रामा घाउ हुने बिमारलाई अल्सर पनि भनिन्छ र अल्सरको बिमार एकदमै खतरनाक बिमार हो र यसलाई ठिकसँगले ट्रिटमेन्ट गरेन भने मान्छेको ज्यान पनि जान सक्छ। र अल्सरको बिमारमा तपाईहरुले डाक्टरलाई देखाउँदाखेरि धेरैभन्दा धेरै दबाई दिने गर्दछ। साथै त्यसले दबाईले पनि भएन भने तपाईको अपरेसन गर्नुपर्ने मात्र अपरेसन गर्नुपर्ने हुन्छ। र यस्तो जुन अल्सरको रोग छ, अल्सरको रोगमा यो तपाईहरुले जुन यो ढोडे घाँस छ यसको चाहिँ प्रयोग गरिन्छ अल्सरको रोगमा। यसलाई कस्तो प्रकारले खानुपर्छ भन्दाखेरि यसको पातको जुन पातलाई तपाईहरुले पिस्नुहोस्, पिसेर यसलाई पानीमा हालेर तपाईहरुले सेवन गर्दा हुन्छ। साथै यसको जरा पनि एकदमै राम्रो हो, औषधि गुणले भरिएको हो। जरा पनि यो जरालाई पनि तपाईहरुले खान सक्नुहुनेछ। अल्सरको बिमार जसलाई छ यसले तपाईको अल्सर अथवा आन्द्रामा हुने घाउलाई पनि एकदमै निको बनाउने गर्दछ। एकदमै बिमार तपाईको जुन यो बिमार छ यो खतरनाक बिमार हो एउटा, यसलाई एकदमै निको भएर जाने गर्दछ। साथै अन्य रोगहरुमा पनि कतिवटा रोगहरुमा पनि प्रयोग गरिन्छ। जस्तै यसको पातमा धेरै एउटा एन्टिसेप्टिक गुण पनि भए तारले गर्दाखेरि काटेको ठाउँमा अथवा घाउमा तपाईहरुले यसको पातको लेप लगाउनुहोस्। यसलाई मजाले पिसेर लेप लाउनुहोस्, पातको लेप लाउनुहोस्, लाएर लगाइदिनुहोस्। त्यसले तपाईको काटेको ठाउँमा बगेको रगत जुन काट्दाखेरि रगत बग्छ त्यो रगत बग्ने पनि यसले रोकिदिन्छ। साथै घाउलाई पनि जाती पालिन्छ। अनि कतिजनाको नाक्री फुट्ने बिमार हुन्छ कतिजनालाई, त्यो नाक्री फुट्ने बिमारमा पनि तपाईहरुले यसको लेप त्यही तपाईहरुले यसको लेप अथवा जसको नाक्री फुटेको छ अथवा यसको पातको यसरी बनाएर चाहिँ तपाईहरुले नाकमा राखिदिनुहोस्। यो नाक्री फुट्ने बिमार पनि, नाक्री फुट्ने जुन उयो छ त्यो पनि तपाईले एकदमै निको भएर जाने गर्छ। यसलाई चाहिँ त्यही कारण यसको धेरै महत्व छ। तर आज हामी यसलाई झार छ यहाँनिर, यसलाई हामीले गोडेर झारलाई उखेलेर हामीले फ्याँक्ने गर्छौँ। तर यसको तपाईहरुले संरक्षण गर्नुहोस्। यसलाई ल्याएर घरको गमलामा घरको छेउछाउतिर राख्नुहोस्। यसको ठुलो फाइदा छ, धेरै एकदमै यसको गुण रहेको छ। यसले पिसाब खोलाउनुमा पनि ठुलो भूमिका निभाउँछ। जसलाई पिसाब पोल्ने गर्छ, पिसाब खोलिँदैन, कतिजनाको पिसाबमा सम्बन्धित बिमार हुन्छ उनीहरूले पनि यसको सेवन गर्नुपर्ने हुन्छ, एकदमै राम्रो हुन्छ। यसको सेवन गर्दाखेरि तपाईहरुले यो पातलाई सुकाएर यसको पाउडर पनि बनाउन सक्नुहुन्छ। पाउडर बनाएर तपाईले पानीसँग पनि यसलाई बिहान बिहान खान सक्नुहुन्छ। साथै यसको जरालाई पनि सफा गरेर यसको जरालाई पनि त्यसरी चपाएर खाँदा पनि भयो। साथै यसको जरालाई पनि सुकाएर तपाईहरुले मजाले सेवन गर्नुभयो भने यी तमाम बिमारहरू जसलाई जुन यो आन्द्राको बिमार छ है, अल्सर हुने बिमारहरू छ र अन्य अरू जो बिमारहरू छ त्यसमा यसले धेरै गर्छ, राम्रो गर्छ। अनि यसले हाम्रो पाचन तन्त्रलाई पनि राम्रो गर्ने गर्छ, हाम्रो पाचन क्रियालाई पनि। यस्तै छ यसको पातको महत्त्व यति राम्रो छ।